यो चाहिँ पप्पी हो। बिहानै उठेर आज चाहिँ साथीहरू कति केटी छ कमेन्ट गरौँ त। भुत्लासँग त ठुल्ठुलै देखिन्छ भाइ, भुत्ला उखालेपछि त बटाइ जत्रै देख्यो। हेलो मित्रहरू, गुड मर्निङ। स्वागत छ मेरो न्यू भ्लगमा। तपाईँहरू सबैजनालाई मेरो फर्स्ट अनि न्यू भ्लगमा। बिचरा होइन, जनावरहरू जसले माया गर उहीसँग उयो के अरे आउँछ नि त। नत्र भने अरूलाई त भुकेर टोक्नु खोज्छ यसले होइन। अब कतिपयले त बाटो हिँड्दाखेरि कुट्नु खोज्छ, के हुन्छ भुक्दाखेरि, त्यही भएर पनि होला। तेरो पनि यसपालि टिका लगाएर तेरो पनि पूजा भयो नि। चाट्न त पर्दैन। अब पर्दैन है। हेर्दै गर्नु। यो चाहिँ पप्पी हो। बिहानै उठेर आज चाहिँ खुल्ला भएछ, यसलाई पनि आजाद भजियो भने आज चाहिँ होइन। त्यही भएर बिहान बिहान म बसेको ठाउँमा आएर लाडे पल्टिँदैछ। कति दिनमा खुल्नु पाएको नजाने, भुकेको गर्छ बिचरा। अब बाँधिएर बसेर होला होइन। आइज घर आइज, तँलाई अहिले अङ्कलले फेरि कुट्नुहुन्छ। हिजो जम घर आइज। हेलो साथीहरू, हाम्रो त बनाउने तयारी हुँदैछ। दाउरा छैन, बिजोग छ होइन। पाहाडतिर बाबु दाउरा हुन्छ यहाँ मधेसमा। यस्तै छ हाम्रो चाहिँ। साथीहरू कति केटी छ कमेन्ट गरौँ त। दुधे भएर हो क्या, 5-5 केजी जस्तो लागिरहेको छ त हौ मायाको। दुधे भएर हो, दुधे भएर हो। के बोले भाइ? अब के बोले? के जथाभावी बोले?
के हो साथी भुत्लासँग त ठुल्ठुलै देखिन्छ भुत्ला उकालेपछि त बटाइ जत्रै देख्यो बटाइ जत्रै देख्यो Are you comedy me? है साथी कुखुरा काटेपछि टाउको र हालेको टाउको र अन्डा चाहिँ म खान्छु है भन्ने को छ कमेन्ट गर त है साथीहरू हाम्रो चाहिँ तिहारको तयारी हुँदैछ होइन टक्कसँगले अब यहाँनिर केटाहरूको सामान तयारी हुँदैछ खोइ त बियर त एउटा मात्रै छ त हामी बिहार नखाने हो नि त हामी एकदम मोबाइल पनि च्यानलमा टिपेको मन परि नबोल न यहाँ भिडियो हुँदैछ बात नै होता छ अब यहाँ पछाडि कसले लाउने भनेको दिले दाजुले त्यहाँ पर्व टाउकोमा परेन पेसुट अलिकति त्यहाँ हटाएर यताबाट चाहिँ भाइटिका हो आज भाइटिका पराई भिडियो पनि त्यस्तै खालको आउँछ होला खोइ नै भोलि कान्छीले हुन्छ भनेर गरेको नहुने कुरा हो त केले ए हातले टपक टपक लगाइदिनु न त्यो सेतो चाहिँ उसले लाउनु पर्थ्यो सिङ्कालाई लगा न फाल्टा फाल्टा चाहिँ के ठाउँमा झन्डै चिप्सहरू लगाएको एउटा सिङ्गल ल्याउ न मान्छे जानु भएको सिङ्गल मन्दिर भएन यता ठुलो भ्याट अब अघि मलाई एउटालाई बोलाइदिनु बेहुली जतिकै घोसे मिठो लाउनु ठाडो गर्नाले अब झिलिमिली लगाइदेऊ न गालातिर उतिर चलिदेऊ कानमा लगाइदेऊ कानमा लाउने ठाउँ भए पो ल सबैभन्दा हेर्छन् मैले मात्र देखेँ निकाली घुम्दा घुम्दा नगर्नु त
पनक्क गरेर पनि सानो होइन लारा खाएर झपक्क भइसक्यो सबै भाइले आज टिकाको दिन भाइलाई कुट्नु हुँदैन नि भाइले हानि काम पर्छ के हो एकल काटे अनि तँ त्यस्तै छ अनि जिद्दी छ यिनीहरूको पालो आएको छैन एकछिनमा यहाँ पहिला हात्ती ग्याङहरू नभएको त काँडो दिनु त जतिसक्दो मलाई त सिङ्गाले लगाइदिएछ सिधा भयो पुरा सिधा भयो त त्यो गर्नै पर्दैन हो र होइन ठिकै छ त्यो अनि उड्ने साह्रो न साह्रो छ त्यो सेतो अनि पानी हालेर अलिक गिलो बनाए पो सिङ्गाले लगाएकै अनि त्यो ए साँच्चै माला त ल्याएन सिङ्गाले चाहिँ सेतो हाल अनि अर्कोले टिका ट्याक्क 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 हाल्नु त्यही सिङ्गाले सेतो हाल्नु पर्यो खोइ माला अहिले ल्याउनु त ठिक छ त त्यस्तो नराम्रो देखेको छैन कहाँको झन् पानी लगाएको झन् भयो अनि धेरै हाल्यो होला अनि यस्तो बुढियामा म हिजो शेरबेनी आन्टीले यस्तो माला ल्याउ सिधा कस्तो खालको सिधा आउनु हो यतिको हुनु पर्यो नि त अहिले दिन्छ कति हतार परे दुई खालेले लगाएको ठिक छ ठिक छ टुप्पोले मात्रै ट्याप टुप्पोले मात्रै गर न सोताको छोरा अलिक यता हेर सार दाँत नदेखेको ए भाइको त सानो ठिकाको भएछ त अलिक टिका चाहिँ त्यसको चाहिँ यो अर्कोले लाउनु नि अनि सबै एउटै सिङ्गालाई हालिदिँदो रहेछ अनि त्यो अहिले पुरै रङ खाले खाले बनाइरहेको छ कि 20 खाले हुन्छ त्यसरी त रङ पनि झिलमिल लगाइदियो गालातिर कानको टुसमा पनि लगाइदिन्थ्यो टप लाउने ठाउँमा अहिले किन लिएको फेरि एकछिन पढ न यसपालि त के हो भने यहाँ उसलाई नवीनलाई लगाइदिइसकेपछि क्या होइन हौ कुकुर मान्छेको कस्तो अलिक तलबाट लगाइदियो नि थोरै तलबाट ठिक छ अलिक सिधा बस्नु पर्ने नवीन भाइको त कपाल चाहिँ एउटा हातले यस्तो गर माथिको मुख पुछ पुस्नु नानी अनि हामीले मिठो गरेर गलाउँछौँ नि तपाईको सिधा छ त हात कामदै दिनु होला छरारा बनाउँछ नि यसले हातलाई मुयो राखिदिनु छेउमा त्यसरी दिने घाँटीमा लगाइदिने त्यसरी लगाइदिने यो दुईटा केटाहरूको यो होला 10 रुपैयाँ चाहिँ मेरो त्यो फुलमा होइन उठाइदियो खै उयो कलासमा राख्दैन कहाँ राखेको फुलमा कुन कलर लाउँ जुनैरी पैसा त्यसमा खानु चाहिँ छोडिन नलुकाउनु न राखिदियो अरे थालमा
साला खाँदैछु यो फेरि त्यस्तै छ नि त हौ। मेरो पो हेर्छ त चुरोट चाहिँ अब गर न अब देखिएन सागर सागर अब यसो दा अलिक सबको भर बस खोलेर देऊ न खोलेर मोबाइल ल्याएन है मेरो ओए बेर दिनु पर्दैन होला त त्यसरी नगर स्ट्यान्डर्ड होइन त भारै बेग्लै छ तान्न अब यसै सबै दिनुपर्ने हात कामलाई दाजु तिर्काकै रहेछ नि लगाइदिनु न मुख जुठो दिदीलाई रोटीको टुक्रा तपाईँहरूलाई नि मुख जुठो लगाइदिनु दिदीलाई सधैँभरि खाएपछि रक्सी झिउले पनि लगाइदिएन त्यहाँ आमालाई परेको सबै म दिएर यो त यहीँ देख्दै झिलिक मिलिक हाल्दैन हाल्यो नि त हौ हिटमा नगर नि तिमी यो पर दाइले सिकाएको त होइन लगाइदियो त पनि यहाँ पनि थियो कलर त्यही म हेर्दैछु क्या कहाँ कहाँ छ भनेर एकछिन फाल्टै कलर बनाइदिनु न बिचार यो त कम्पनी हो नि 1 2 3 4 5 तर हुन्छ त यसको नि मिसाएर सबै उकाइदियो लु भयो बाटो अब तपाईँ त के खिचेको तैँले